बिहे भन्दा पहिला प्रत्येक मानिसमा आफ्नै खालको सपना हुन्छ। बिहेपछि आफ्नो पार्टनरसँग हाँसी खुसी जीवन बिताउने, एकअर्काको भावना कसरी बुझ्ने, एकअर्काको भावनाको सम्मान कसरी गर्ने जस्ता थुप्रै सपनाहरू सबैको मनमा हुन्छ। श्रीमान श्रीमतीको सम्बन्ध जति प्रेमिल हुन्छ त्यति नै दुवै बीच झगडा पनि हुन्छ। कहिलेकाहीँ प्रेमसँगै सामान्य विवादित हुनु स्वाभाविकै हो, तर कतिपय अवस्थामा झगडाले उग्र रूप लियो भने सम्बन्धमा असर गर्न सक्छ। त्यस्तो अवस्थामा कुन कारणले सम्बन्धमा दरार आइरहेको छ भन्ने कुरा बुझेर सम्बन्धमा सुधार ल्याउन सक्नुपर्छ। श्रीमान श्रीमतीको पनि हरेक कुरा आपसमा मिल्दैन। हुन त व्यावहारिक जीवन चलाउन उनीहरूले धेरै कुरामा सम्झौता गर्नुपर्ने हुन्छ। सबैको स्वभाव एकै नासको हुँदैन। एकअर्काको आनी बानीलाई चाहिँ स्वीकार्नु पर्ने हुन्छ, तर कतिपय स्वभाव उनीहरूले सहजै पचाउन सक्दैन। कलह पैदा गर्नका लागि श्रीमान र श्रीमती बीच त्यस्तै आनी बानी पनि न्यू बन्न सक्छ। अरूसँग तुलना गर्नु मानिसको आफ्ना आफ्नै जन्मजात स्वभाव हुन्छ। त्यसैले संसारका कोही मान्छे कसैसँग तुलना गर्नु हुँदैन, तर दम्पतिले एकअर्कासँग तुलना गरेर उनीहरूलाई कमजोर तुल्याइरहेका हुन्छन्। यसले उनीहरूको आत्मसम्मानमा ठेस पुग्छ। पार्टनरको यस्तो व्यवहारले उनीहरूलाई दुखी बनाउँछ। आफ्नो पार्टनर माथि सधैँ आदेश दिइरहने बानी पनि राम्रो हुँदैन। सधैँ आफूले भने जस्तो भइदियोस् भन्ने अपेक्षा पनि गर्नु हुँदैन। कहिलेकाहीँ आफू पनि उसले खोजे जस्तै बन्न सक्नुपर्छ, किनभने पार्टनरको मोड सधैँ एकै नासको हुँदैन। कहिलेकाहीँ दिक्क लागिरहेको हुन सक्छ, झर्को लागिरहेको हुन सक्छ, कुनै शारीरिक वा मानसिक समस्या पनि हुन सक्छ। यस्तो अवस्थामा पार्टनरले आदेश लगाउनु उपयुक्त हुँदैन। आफ्नै मर्जी अनुसार सबै काम गर्ने। पारिवारिक जीवनमा कुनै पनि काम आपसी सल्लाह सुझावको आधारमा तय गर्नुपर्छ। तर कतिपयको बानी के हुन्छ भने जुनसुकै काम आफ्नो निर्णयमा गर्ने, अरूको सल्लाह उचित नठान्ने। यस्तो व्यवहारले पार्टनरको मनमा विचलन ल्याउँछ। सानोतिनो कुरामा पनि यसको प्रत्यक्ष असर देखिन्छ। श्रीमान र श्रीमतीले एकअर्कासँग खुलेर कुरा गर्नुपर्छ। यदि कसैले आफ्नो कुरा लुकाउँछ वा गोपनीयता अपनाउने चेष्टा गर्छ भने त्यसले दाम्पत्य बीचको सम्बन्धमा चिसोपन ल्याउँछ, विश्वासको कमी ल्याउँछ। त्यसैले दाम्पत्यले एकअर्कालाई खुलेर कुरा गर्नुपर्छ। श्रीमान श्रीमतीको बीचमा प्राय खानपानको विषयलाई लिएर झगडा हुने गर्छ। खानामा श्रीमतीले नुन बढी राख्दा वा तरकारी नबनाएकै न्युमा पनि कहिलेकाहीँ मानिसहरू झर्किरहेका हुन्छन्। गुनासो गर्नु ठिकै हो, तर कहिलेकाहीँ यसै विषयमा मानिसले आवेगमा आएर ठूलो झगडा गर्यो भने यसको असर सम्बन्धमा पर्ने जोखिम हुन्छ। त्यसैले कुनै कुरा मन नपरे राम्रोसँग भन्न सकिन्छ। सम्बन्धलाई सुमधुर बनाउन बिदाको दिन मिलेर मिठो खाना पनि पकाउन सकिन्छ। कहिलेकाहीँ श्रीमान श्रीमतीको बीचमा हुने झगडामा आफन्तहरूको पनि हात हुने गर्छ। नराम्रो चाहने नातेदारहरूले पनि विभिन्न कुरा भनेर उस्काउन सक्छन्। त्यसैले सबै मानिसका सबै कुरामा विश्वास गरेर आफ्नो पार्टनरमाथि शंका गर्नु हुँदैन। पार्टनरमाथि विश्वास गर्नुपर्छ। यो कुराको ख्याल नगर्दा सम्बन्धमा दरार आउँछ। विवाह बन्धनमा बाँधिसके पछाडि श्रीमान श्रीमती एक रथका दुई पाङ्ग्रा जस्तै हुन्। त्यसैले सम्बन्धलाई सुमधुर बनाउन एकअर्काका कुरा सुन्नुपर्छ, एकअर्काको भावनाको कदर गर्नुपर्छ। कहिलेकाहीँ तिता मिठा कुरा गर्नुपर्छ। यसले सम्बन्धलाई एकदमै बलियो बनाउँछ।